अब हामीले चाहिँ हाम्रो यहाँ सिक्किममा चाहिँ हामीले चाहिँ बाफै भन्छौँ। अक्टोबर, नोभेम्बर, डिसेम्बर भनौँ, जनवरीसम्म 3-4 महिनासम्म त पुरा यसको अब छाम अलग अलग हुन्छ। कागे डान्स, किङ डान्स, छाम डान्स भन्छ, अलग अलग डान्स छ। 45 त भापै रहेछ, तर त्यसको अब अलग अलग छ। त्यो चाहिँ मोनेस्ट्रीमा बेसी युज हुन्छ। एउटै अब कन्ट्रीमा भोइसमै छैन भन्दा पनि 10-12वटा मोनेस्ट्री छ, सबैमा त सक्दैन पुऱ्याउनु, तर अलिकति बम बनाएर कोही बेला पुऱ्याउँछ चिनाजाना मान्छे हुन्छ। फर्स्टमा चाहिँ हामीले के हुन्छ भने हामीले पेपरमा बनायो होइन, पेपरमा जबसम्म हामी सिक्दैन। Kind of meditation, how detailed they create those masks. नेक्स्टमा हामी के जान्छ भने माटोमा किलो लाबर्स बनायो, त्यहाँ त्यसको डिजाइन निकाल्यो, यस्तो यस्तो भएर अब जस्तो कस्तो डिजाइन हुन्छ। त्यहाँदेखि चाहिँ बादमा चाहिँ हाम्रो काट्न आउँछ, लास्ट एन्डिङ चाहिँ। किन डाइरेक्ट काट्नु दिँदैन, किन यिनीहरूले हात काट्छ कि छुरीहरू कस्तो लाग्दो हुन्छ हो। आई वाज वेरी सरप्राइज्ड कि ये हाथ से छोटे छोटे टूल्स से बनते। सो हामीले लेखिसक्यो, जस्तो यो कान माकला भयो सबै लेखिसक्यो। डाइरेक्ट काटिदिन चाहिँ यिनीहरूले बिगार्छ, फेरि के साइज मिल्दैन नि हो। अब यसको यहाँ नाक राख्ने, निधारमा आँखा बस्ने, त्यसको टक्टको राम्रो ठिक कोर्स होला। एक्चुअली दे वर यूजिंग अ प्रॉपर ज्योमेट्री। हर मास्क का, हर शेप का एक मीनिंग है। जो ये लकड़ी है ये यहाँ पर ग्रो नहीं होता है और ये हर एक लकड़ी से नहीं बनता है। इट्स कॉल्ड भवानी हुड्स और ये हायर एल्टीट्यूड में ग्रो होता है। लहरको सुन्यो, फरेस्टले पक्रेर गयो, फेरि त्यसको नाप पिस चिन्नु पऱ्यो। यतिमा यति मार्क्स हुन्छ भनौँ, चराई लम्बाइ सबै नाप चाहिँ याद हुनु पऱ्यो। 18 to 22 डेज का प्रोसेस रहता है। 18 डेज इसे क्राफ्ट करने में लगता है और 6 डेज इसे लगता है कलरिंग करने में। पेन्टिङ चाहिँ हामीले चाहिँ काट्ने छ। अब पेन्टिङ त सबले गरिहाल्छ, पेन्टिङमा त त्यति अब रङ अगाडि चुराउनु पऱ्यो। त्यो रङ उसिन्थ्यो ठुलो भाँडामा, त्यहाँ सुकाउँथ्यो, त्यहाँदेखि त्यो रङ चाहिँ पिठुस हुन्थ्यो, को भाटामा चाहिँ हाल्थ्यो, अनि त्यो रङ चाहिँ पुरा काम लाग्थ्यो। त्यो रङमा चाहिँ हामीले मार्क्समा हामीले युज गर्थ्यौँ। यस्तो ब्रस पक्रियो, यहाँ के पक्रियो, यसले ब्रस, यो एउटा ब्रसले जहाँ जहाँ लाग्ने चाहिँ नि सबै ठाउँमा ब्याउँथ्यो। लाभ भन्छ, लाभ बगानको बात, दिबाप भन्छ र बुधको भयो। In one line, I would say art is something that has one of the most strongest healing properties that one can ever imagine.